नमस्कार, मेरो नाम चाहिँ तारा देवी श्रेष्ठ। अब यो चाहिँ ब्यास 10 बैरेनी भयो के अरे मेरो यो काम गरेको चाहिँ। हजुर अहिले के खेती गर्नु भएको छ यति बेला? अहिले मेरो यो फर्सी छ सर, फर्सी अलिअलि घिराउ लान्छन्, अलिअलि बोडी लगाएको छु। बोडी कुन चाहिँ बोडी हो यो? यो लङ्गी भन्छ, हजुर मिटरै बोडी पनि भन्छ। धेरै जस्तो यो फर्सी नै छ। फर्सी हजुर फर्सीको आम्दानी कस्तो हुन्छ? अरूमा भन्दा मैले फर्सीमा अलि राम्रो देखेको छैन। यसको मुन्टानी जाने फल्ने हो नि भएको भएर हजुर अहिले चाहिँ फर्सीलाई पनि बढी फोकस गरेर यो भित्रभित्र त्यो के भन्छ अरे पिनालेको गुँ पनि लगाएको थियो, त्यो चाहिँ बेचिसक्यो। ए चाहिँ फागुनदेखि नै निकालेको छु मैले। भन्नाले फर्सी को चाहिँ मुन्टा बेच्न पनि मिल्यो, हजुर अनि त्यसपछि आएर तपाईँले यो डल्ला पनि बेच्न मिल्यो। हजुर कति केजीसम्म फलाउनु भएको छ अहिलेसम्म? यो त जान्छ मेरो दिनमै 30 केजी 20 केजी यो फुल कम्पनी छ त्यहाँ नै जान्छ। अनि यहाँ बाहिर अलिअलि यहीँ नै आउँछ। दिनकै 30 केजी 35 केजी निकाल्नुहुन्छ है? हजुर दिनकै जान्छ। भनेपछि राम्रो रहेछ। ठिकै छ, यसमा आम्दानी मेहनत अलिक कम अरूमा भन्दा। र धेरै गोड्न पर्ने यताउति झन्झटिलो पनि भएन है। अनि फेरि त्यो काल्नामा पनि फल्ने भयो। हजुर अनि त बजारको लागि त समस्या छैन भन्नुभयो है? बजारको लागि त्यही आफू नभ्याउँदाखेरि कोही कोही यहीँ आउनु भयो नि दिन्थे जस्तो चाहिँ हुन्छ। हजुर ठिकै छ। तर यो त घिराउला पनि लाउनु भएको हजुर त घिराउलातिर पनि यसो घेराउन खासै राम्रो भएन कि अहिले बिसादी परेको नगर्ने। हजुर अर्ग्यानिक बनाउँछु भन्दाखेरि समस्या आइरहेको। चाहिँ घिराउलालाई चाहिँ अलिकति समय दिन पर्ने हो कि कसो? किनकि मैले धेरै जस्तो कृषिमा चाहिँ अलिकति घिराउला कमै देख्छु। कतापट्टि फल्यो भने चाहिँ उत्पादै फल्दो रहेछ। फलेर ठ्याक्कै सकिएको बेला छ कि अहिले ए फलेर ठ्याक्कै सकिएको। अनि अलिअलि पानी नै बढी भइरहेको छ। हजुर यहाँ चाहिँ हावाहुरीले सबै यो भत्काइदियो। टडेलाहरू चाहिँ पुरै सबै भत्काइदियो। ठुलै हावा। अनि तपाईँहरूलाई यो असिना परेको थियो अलि अस्ति तक है? हजुर यो असिनाले कतिको क्षति पुऱ्यायो तपाईँहरूले? असिनाले हल्का क्षति पुर्यायो सर। अब त्यो फलेको फर्सीहरूमा दानाहरूमा बिगारिदियो। अनि मुन्टाहरू हल्का क्षति चाहिँ भयो। अब प्रकृतिको हो। अब कति जाति रोपनीमा जग्गा छ अरे तपाईँहरूको यो अहिले? मैले 7 रोपनीमा 7 रोपनीमा कृषि गर्नुभएको छ। कति वर्षसम्म लगातार गर्नुभयो? म 5 वर्ष पुरा भएर 6 मा आयो। 5 वर्ष पुरा भएर 6 मा लाग्नुभयो। हजुर हुन्छ थोरै यतापट्टि बोडीहरूको पनि यसो हेरौँ न है। तपाईँ बोडी पनि लाउनु भएको रहेछ। बढी खासै व्यवस्थित छैन त त्यसलाई त। होइन व्यवस्थित नभए पनि राम्रो फल्यो भने त भइगयो नि। फोहोर चाहिँ अलि राम्रै बनाएको थिएँ। यसपालि चाहिँ अलि मैले टाइम दिन सकिनँ कि त्यस्तै भइरहेको। अन्त यो बोडीबाट चाहिँ कतिको आम्दानी गर्नको लागि कतिको सजिलो असहज के छ? राम्रै छ सर, बोडीबाट नि हुन्छ यो। अब 100 रुपियाँ केजीसम्म बिक्री हुन्छ है। राम्रै हुन्छ भने यो यसमा नि। खुर्सानी पनि लगाउनु छैन? खुर्सानी नि छ सर। खुर्सानी कुन चाहिँ खुर्सानी लगाउनुहुन्छ तपाईँले धेरै जस्तो? अकबरे छ सर। अहिले चाहिँ तीन आइटमको लगाएको। पोहोर चाहिँ अकबरे मात्रै लगाएको थिएँ। हजुर अहिले चाहिँ त्यो आकाश के त्यो लामोवाला हजुर पर्माको के। अनि लोकलवाला पनि लगाएको छ। अनि हाइब्रिड अकबरे पनि लगाएको छु कि अहिले 3 थरीको लगाएको छु। हजुर अब सिक्दैछु गर्दैछु। होइन भइरहेछ। राम्रो छ नि तपाईँको त यो। तपाईँको आफ्नै ठाउँमा बसेर आफ्नै गाउँमा बसेर होइन यहीँ खटिएर गर्नुभएको छ। यतिको धेरै राम्रो हो। अब तपाईँले कति आम्दानी वार्षिक आम्दानी लगभग मोटामोटी कति हुन्छ? खर्च सर्च कटाएर कति यति सेभ गर्नु छ के छ? 4-5 लाख त्यस्तै होला। खर्च भन्छ केटाकेटी अब सानसानै। राम्रै हो नि तपाईँले खर्च कटाएर यताउति गर्दाखेरि 5-6 लाख रुपियाँ वार्षिक भनेको राम्रो आम्दानी हो। किनकि अझ हाम्रो देशमा अझ आधुनिक कृषि प्रणाली छैन। त्यो हिसाबले पनि त तपाईँको धेरै राम्रो भन्नुपर्छ। हामीले देखे अनुसार 5-6 लाख रुपियाँ भनेको नि थोरै पैसा त होइन नि त। एकैचोटि लगाएँ मैले है। हजुर आफैले लगाएको के अरे मकै भाँचिसकेपछि यो खुर्सानी ढल्ने हुन्छ भनेर। अनि यो मकैमा बुटमा बाँधिदिने भनेर कि खुर्सानी। हजुर कस्तो हुन्छ हेरौँ। यो पहिलोचोटि यसरी लगाउनु भएको हो? पहिलोचोटि हो सर यसरी लगाएको।
यसलाई कटिङहरू नि मिलाउनु पर्छ खुर्सानीलाई हजुर कटिङ यो अलि अगाडि नै गर्न पर्ने ढिलो भइसक्यो ए अनि यो पुरै यो अकबारे खुर्सानी हजुर यो चाहिँ यो साइड अगाडि हो उतापट्टि लामो खाले उता यो चाहिँ लोकलवाला हो हाइब्रिड बिचमा छ हजुर उतापट्टि चाहिँ आकाश छ त्यो लामोवाला के अनि यो मकैले यो के अरे खुर्सानीलाई डिस्टर्ब चाहिँ गर्दैन ठ्याक्कै यही भन्ने चाहिँ थाहा भएन हजुर यो विचार गर्नुभएको अहिले विचारकै रूपमा लगायो यो हुन त मकैको सिजन धेरै लामो हुँदैन है लङ टाइम हुँदैन खुर्सानी त लङ टाइम हुन्छ मकैको बोटमा यो खुर्सानीको बोट बान्ने भनेर चाहिँ यसरी लगायो यो लुलो हुन्छ नि त यसको हाँगाहरू है होइन राम्रो छ तपाईँले यो लगाएको व्यवस्थापन चाहिँ यो जुन गर्नुभएको छ सरल तरिकाले गर्नुभएको छ तर राम्रो देखिएको छ किनकि अलिकति कतै कतै अलिकति बाक्लो भएको हो कि नत्र भए त राम्रो छ थोरै किनकि यसको नि हाँगा त फैलिन्छ नि त धेरै नै फैलिन्छ अन्त नि त्यही भएर अलिकति हुन त ठिकै ठिकै नै होला कुनै कुनै बुट चाहिँ भाग पनि के हुने हुन्छ नि त त्यो भएपछि सपोर्ट भयो यो यति बेला हामी देख्न सक्छौँ यो अकबारे खुर्सानी होइन तपाईँले अघि त बिरुवाहरू भर्खर लगाएको देखाउनु भयो यहाँ त तपाईँहरूको फल पनि लागेको छ यो के कति यति क्षेत्रफलमा लाउनु भएको छ कति बेर्ना छन् र कति यति आम्दानी भएको छ थोरै जानकारी गराउनु न यो चाहिँ पुरानो फुट हुन्छ पोट चैतमा लगाएको हो हजुर यसमा अब यहाँ कम्ती 1000 बेर्ना जति लगाइएको थियो हजुर अहिले कम सबै उ भयो कि भाँचियो धमिराले खाइदियो समस्या भयो कि बिचमा हजुर कम्ती छन् होला यहाँ 700-800 बिरुवा त छन् होला अझै पनि 700-800 बेर्ना छ भनेपछि लगभग कति जति आम्दानी हुन्छ यतिले यतिको राम्रै भयो भाउ पाइयो भने चाहिँ हुन्छ होला 40-50 हजार जति इन्कम हुन्छ भनेपछि राम्रो रहेछ त्यही सोचेछु कि के हुन्छ बिचमा चाहिँ यो समस्या छ कि सर हल्का हजुर फलहरू पोहोर चाहिँ यस्तो भएको थिएन झर्ने फुल खेले फल लागे झरे कि ए चाहिँ के रहेछ भन्ने थाहा भएन कि अनि तपाईँहरूले यो तालिम गरेर कृषि गर्नु भएको हो कि यतिकै आफ्नै तरिकाले सिक्दै सिक्दै गर्नु भएको हो यसकै खुर्सानीकै तालिम भन्ने चाहिँ कृषिको चाहिँ 10 दिने पालिकाले दिएको थियो त्यो तालिम चाहिँ लिएको हो सर हजुर यो नर्सरीहरू गर्नेहरू नर्सरी पनि गर्छु कि म बिरुवाहरू ए हो ए अस्ति हामी आउँदा फेरि लगाइरहनु भएको थियो है हो यसको चाहिँ लिएको ठ्याक्कै तालिमै भनेर यसको चाहिँ लेख्नु छ अब गर्दै जाँदा सिक्दैछौँ गर्दैछौँ भन्ने भने पछाडि अब सबै खालको सिजनका बेसिजनका तरकारी खेतीहरू विशेष गर्नु छ तपाईँहरूले सिजन भन्दा पनि बेसिजनको हो तरकारी चाहिँ अझै भनेपछि अहिले यति बेला चाहिँ भिडी करेलाहरू चाहिँ लगाउनु भएन असम चाहिँ लगाइन कि सर ए मिलाउनु सकिनँ हजुर हजुर लाउँछु भनेर अहिले चाहिँ जमिन खाली भएन हजुर अनि पहिले लगाउनु पर्ने सबैमा फर्सी लगाएँ हजुर पछि मात्रै थाहा भयो कि भेन्डी लाउन पर्ने भन्ने भयो जमिन खाली भएन अहिले त यसै भयो अनि भिडी पनि मार्केटमा राम्रै जान्छ जस्तो लागेको थियो यसको समस्या चाहिँ तपाईँले भन्नुभयो कति खालका समस्याहरू झेल्न परेको छ यो खोर्सानी खेतीमा थोरै जानकारी गराउनु न फल हजुर फलेका अनि फुल झर्ने फल पनि झर्ने अनि फेरि बिचमा फलै कुहिने कि आदि कुहिने हजुर मौसमको कारणले हो कि अब के हो ठ्याक्कै थाहा भएन कि विषादी युज गर्दिनँ म फेरि है हजुर विषादी हाल्नै पर्ने भयो कि भर्साको अर्ग्यानिकै बनाऊँ भन्ने हो होइन अब तपाईँहरूले अब अर्ग्यानिक गर्नु भएन राम्रो किन विषादी एक त अब तरकारी त इन्डियाबाट धेरै आइरहेको छ नेपालमा होइन अब मलाई जहाँसम्म लाग्छ अब मान्छेहरू पनि पुग्दै जानु भएको कि अब चाहिँ हामीले चाहिँ गाउँघरकै तरकारी ताजाहरू पनि खानुपर्छ बाहिरबाट आएको कुरा चाहिँ खान हुँदैन भन्ने कुरा चाहिँ लगभग थाहा भइसकेको छ होइन त्यहाँ तपाईँहरूले यो गर्नुभएको छ यो नै राम्रो जस्तो लाग्छ मलाई चाहिँ मान्छेहरूले सस्तो भन्नुहुन्छ है अर्ग्यानिक र विषादी अब हेर्दा उस्तै हुन्छ थाहा हुन्न नि त
चिन्ने जान्ने कल त अब लिनुहुन्छ के अब नजान्नेलाई खानुहुनेलाई चाहिँ होइन थोरै महँगो तर अर्ग्यानिक नै खानुपर्छ। अर्ग्यानिक हुन्छ भनेर जान्नेहरू चाहिँ आउनुहुन्छ अर्ग्यानिक चाहियो भने पनि आउनुभएको थियो कि बजारबाट आएर लैजानु भयो। यही खुर्सानी कि अब ठ्याक्कै टिप्ने बेला भयो हजुर समस्या आयो कि सर फेरि यो फल कोही पानी बढी भएर हो कि ठ्याक्कै थाहा भने कारण यही हो। मलाई कति समय भयो यो अलिकति समस्या आएको चाहिँ? यो पहिला नै एकचोटि भएको थियो सर त्यो गाईको दुधहरू त्यस्तै भएको थियो। हजुर अहिले फेरि त्यस्तै समस्या थियो केही नि युज गर्ने होइन पानी पानी भइरहेको त्यो भएर नै हुनसक्छ किनकि बुटहरू नि हल्का पहेँलो अझै त पानीले नै हो कि भन्ने पनि असिनाको कारणले नै हो कि अब ठ्याक्कै यही भन्नु भएन कि फलमा चाहिँ यस्तो लागेको थियो। फलमा चाहिँ यस्तो भयो कि हुन्छ अर्ग्यानिक तरकारीहरू यसो चाहियो भने सम्झिनु होला। अहिले चाहिँ फर्सीहरू छ घिरम्लाहरू है विषादी चाहिँ हुँदैन मसँग अर्ग्यानिक हुन्छ। अब चाहियो भने सम्पर्क गर्नु होला। तपाईँले यहीँ लिन आउनुभयो भने त अझ केही मिलाएर पनि दिनुहुन्छ दिदीले। यहीँ आइसके पछाडि र तपाईँले अर्ग्यानिक हो कि होइन भन्ने कुरा यहीँ आएपछि आफैले प्रमाणित हुन्छ होइन। हुन्छ धन्यवाद।